इबनिमिदा है। ल धेरैले मिलाउनु भएको छ। रोमियो माइकले पुष्कर सापकोटा चाहिँ के गर्नु भएको तपाईँले साबन साबन भनेर साबनसँग लप परे क्या आज पुष्करसीको ल हेर्नु खक्सिल छङसोमा अब हेर्नु खक्सिल छङसो भनेको के त पाहुनाको कोठा सरसफाई अथवा सबिसिरुल खजर हादा भनेको अस्वीकार गर्नु खजर हादा भनेको के हो त अस्वीकार गर्ने बेला साङ यो प्रयोग गरिन्छ अस्वीकार गर्ने बेला प्रयोग गरिन्छ भन्छ हेर्नु त मेदु फोकस भन्छ यो भनेको इङ्ग्लिस वर्ड हो मेदु भनेको मेड रिपोर्ट भनेको के अब यो चाहिँ के छ त होटलहरुमा चाहिँ के यो हाउसकिपिङ खातामा त के छ के छैन के कति छ सामग्रीहरुको लिस्ट बनाउनलाई के भन्छ मेड रिपोर्ट भन्छ र डीएनडी कार्ड भनेको हैन त डोन्ट डिस्टर्ब कार्ड हो के डोन्ट डिस्टर्ब खादु कार्ड भनेको चाहिँ के छ त भन्दाखेरि चाहिँ होटलहरुमा के हुन्छ भन्दाखेरि अब तपाईहरु कति अब यहाँ नेपालमा पनि छ त्यस्तो है विदेशतिर कति जना जानु भएको छैन होटल विदेशतिर अथवा ठुला होटलहरुमा के हुन्छ भन्दाखेरि चाहिँ कार्ड बनाएर राखेको हुन्छ के जस्तो मेकअप खादु बनाइदिएको हुन्छ डीएनडी कार्ड बनाएर राखेको हुन्छ तपाई कोठा भित्र हुन्छ त्यो डीएनडी कार्ड तपाईले चाहिँ बाहिर ढोकामा झुन्डाइदिनु भयो भने त्यहाँ तपाई बाहिर निक्लेको बेलामा आएर सरसफाई गर्ने काम हुन्छ नि त्यो सरसफाई गर्ने काम चाहिँ हुँदैन जस्तै अब नर्मल्ली नत्र हामी होटलमा बस्दाखेरि बाहिर घुम्न जाँदाखेरि चाहिँ के हुन्छ त दिउँसो चाहिँ त्यहाँको बेडसिटहरुदेखि लिएर सबै चेन्ज गरिदिने साबुनहरु रिप्लेस गरिदिने टुथपेस्ट राखिदिने सबै गर्नुहुन्छ है त्यहाँको स्टाफहरुले तर हामीले डीएनडी कार्ड राखिदियो भने चाहिँ त्यो राखेको अवस्थामा चाहिँ हामीले चाहिँ ग्राहकलाई चाहिँ अहिले डिस्टर्ब गर्नु हुँदैन ग्राहकको चाहिँ भित्र छिर्न मिल्दैन भन्ने कुरा चाहिँ त्यहाँबाट बुझिन्छ त्यही भएर चाहिँ डिस्टर्ब नगर्नुस् है भनेर जस्तै इम्पोर्टेन्ट मिटिङ हुन सक्छ कहिले कहिले के हुन सक्छ बाहिर गयो या भित्रै बसेको बेलामा पनि कसैले बाहिरबाट डिस्टर्ब गर्दैन त्यो राखिदिसकेपछि है त्यो भनेको त डु नट डिस्टर्ब कार्ड है अब हेर्नु त फ्याक्सिल मिनी बार भनेको के त मिनी बार भनेको मिनी बार हो के बार भनेको थाहा छ नि मिनी बार है मिनी बार भनेको सानो अब त्यो फ्रिजमा नि हुन सक्छ या अथवा बाहिर सोकेस जस्तो बनाएर राखिदिन्छ मिनी बार भनेको फ्याक्सिलमा चाहिँ जुस अथवा रक्सीहरु पिउने पानीहरु राखेर सजाएर राख्ने ठाउँलाई के भन्छ मिनी बार एउटा बार जस्तै हुन्छ तर सानो हुन्छ के त्यही भएर यो पनि के भयो त मिनी बार पनि भएन मेकअप कादु भनेको चाहिँ ठ्याक्कै यो चाहिँ खजर हाल्ते हैन कि यो चाहिँ गर्दिनुस् भनेर अनु फुटाका हाल्ते चाहिँ के त मेकअप कादु भनेको मेकअप गर्ने हैन फेरि दलेर गोरु हुने खालको कार्ड हैन फेरि यो कार्ड भनेको कस्तो हुन्छ मेरो कोठा चाहिँ बिग्रेको छ भत्तामुको छ मिलाइदिँदा हुन्छ है मेकअप गर्दै हुन्छ मेरो कोठालाई तर मलाई हैन नि फेरि कसलाई हो त कोठालाई चाहिँ मेकअप गर्दै हुन्छ भन्दाखेरि चाहिँ प्रयोग गरिने हो त्यो भएर यसको यो डन्ट डिस्टर्ब कार्ड